यो चिसो मौसममा के तपाईँलाई खोकी लागेको छ र त्यो खोकी सन्चो हुन धेरै टाइम लागेको छ? आउनुहोस्, आज हामी यसको बारेमा सामान्य जानकारी मूलक भिडियो लिएर आएको छौँ। म डाक्टर खगेन्द्र, यही अर्घाखाँचीको ओम पोलिक्लिनिकमा कार्यरत छु। अनि यो चिसो मौसममा मानिसलाई धेरै किन खोकी लाग्छ र त्यो खोकी सन्चो हुन किन टाइम धेरै लाग्छ भन्ने विषयमा हो। चिसो मौसममा चिसोमा धेरै हावा चिसो हुन्छ र त्यो हावा चाहिँ के हुन्छ भने सुक्खा हुन्छ। जस्तो गर्मीयाममा हावा पनि अलिकति ओसिलो हुन्छ र तातो हावा हुन्छ। अनि यो चिसो मौसममा चाहिँ चिसो हावा र त्यो हावा पनि सुक्खा हुन्छ। त्यो सुक्खा हावाले हाम्रो श्वास नलीमा अलिकति के गर्छ, इरिटेसन बनाउँछ हो। त्यो इरिटेसन बनाउने हुनाले हामीलाई चाहिँ धेरै चाहिँ के हुन्छ, सुक्खा खोकी लाग्छ। सँगसँगै यो चिसो मौसममा चाहिँ भाइरल इन्फेक्सन हुन्छ। त्यो भाइरल इन्फेक्सनले मान्छेलाई रुवा चाहिँ बनाउँछ। कहिलेकाहीँ खोकी नलाग्न पनि सक्छ, तर रुवा सन्चो भयो र फेरि खोकी चाहिँ सुरु गर्यो भने त्यसलाई हामी चाहिँ पोस्ट भाइरल इन्फेक्सनमा चाहिँ खोकी लाग्छ र त्यो खोकी सन्चो हुनको लागि चाहिँ 2 देखि 6 हप्तासम्म चाहिँ लाग्न सक्छ। र अर्को चाहिँ यो मौसममा कस्तो हुन्छ भने धेरै एयर पोल्युसन हुन्छ है, धुवाहरू धेरै हुन्छ। त्यसै कारणले गर्दाखेरि पनि मान्छेहरूलाई धेरै चाहिँ यो खोकी लाग्छ। किनभने हामी यो चिसो भयो भनेर सानो एउटा रुममा आगो बालेर बस्न सक्छौँ। त्यसमा चाहिँ तपाईँको अर्को मान्छेलाई खोकी लागेको हुनसक्छ। यदि चाहिँ भाइरलको इन्फेक्सन रहेछ भने त्यो खोकी तपाईँलाई पनि सर्न सक्छ। त्यसै कारणले चिसो मौसममा अलिक बढी चाहिँ खोकी लाग्छ। त्यसै गरी चिसो मौसममा हाम्रो दीर्घरोगी भएको होइन, सिओपिडी भन्छौँ होइन, त्यसै गरी अर्को दम ब्रोङ्कियल आजमा भएको मान्छेहरूमा पनि चिसो र सुक्खा हावाले चाहिँ हाम्रो त्यो जुन श्वास प्रश्वास प्रणाली हुन्छ त्यो चाहिँ खुम्चाउने गर्छ। त्यो खुम्चाएको कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ बढी चाहिँ खोकी लाग्ने, सुक्खा खोकी लाग्ने चाहिँ हुनसक्छ। अब यो त हामी कसरी चाहिँ किन यो चिसो मौसममा तपाईँलाई बढी खोकी लाग्छ र त्यो खोकी निको हुनलाई किन टाइम लाग्छ भन्ने कुराहरू गऱ्यौँ है। अब हामी यसबाट बच्नको लागि हामी धेरै कुराहरू पनि केही गर्नु पर्दैन। तपाईँले चिसोमा बाहिरतिर हेर्दाखेरि टोपी लगाउनुहोस्, त्यसै गरी चाहिँ गलबन्दीले चाहिँ नाकमुख छोपेर हिँड्नुहोस्। त्यसले गर्दाखेरि हामीले तातो हावा लिनको लागि चाहिँ मद्दत गर्छ। अनि त्यसै गरी धेरै नै खोकी लागेको छ अनि तपाईँलाई हिँड्दाखेरि पनि श्वासमा भएको छ भने तपाईँले तुरुन्त डक्टरकोमा जानुहोस्। र एउटा कुरा के भने बच्चाहरूलाई र सबैलाई तपाईँले कसैले पनि फार्मेसीमा गएर मलाई खोकीको औषधि दिनुहोस् भनेर नखानुहोस् है। त्यो खोकीको औषधिले तपाईँलाई धेरै असर गर्न पनि सक्छ। हामीले कति देखेको छौँ भने खोकीको औषधि खाइ 4-5वटा बोतलसम्म खाँदाखेरि पनि उहाँलाई चाहिँ खोकी सन्चो भएको छैन। त्यसैले खोकीको औषधि बोतल सिरप चाहिँ मागेर, चाहे बच्चाको लागि होस्, चाहे चाहिँ अरू ठुलो मान्छेको लागि होस्, चाहे वृद्धको लागि होस्, मागेर चाहिँ फार्मेसीबाट खोकीको औषधि नखानुहोस्, डाक्टरको सल्लाह लिनुहोस्। अहिलेको खोकी सन्चो हुनको लागि टाइम लाग्छ। तपाईँको आफ्नै घरमा, अर्को कुरा आफ्नै घरमा तातो झोलिलो कुराहरू खानुहोस् है। अनि बाइकहरूमा यस्तो गाडीहरूमा हिँड्दाखेरि चाहिँ टोपी लगाउनुहोस्, अनि स्कार्फ लगाउनुहोस्। त्यसै गरी चाहिँ यो गलबन्दाले मुखहरू छोपेर हिँड्नुहोस्। अर्को भनेको बाहिर हिँड्दाखेरि धुलोधुवाबाट बच्नको लागि मास्क लगाएर हिँड्नुहोस्। धन्यवाद।